बिहानको अवस्था यस्तो छ। बिहान हुँदा नि 11:20 11 बजेर 20 मिनट गइसकेको छ। हाम्रो स्थानीय नेपालको समयअनुसार त्यो यसलाई चाहिँ यतापट्टि चाहिँ बाल उद्यान रहेछ। यहाँनिर बालिकाहरूलाई यदि तपाईँको नाउँको सवार गर्न चाहनुहुन्छ भने चाहिँ यहाँनिर गर्न सक्नुहुनेछ। यहाँनिर पनि बालक प्रवेश शुल्क प्रति व्यक्ति यहाँ पनि 100 रुपियाँ रहेछ। झापा जिल्लाको जमुलखाडी पर्यटन जमुलखाडी नै हो नि होइन। जमुलखाडीको वर्तमान अवस्था चाहिँ यस्तो छ। अस्ति चाडमा यानि दसैँमा यहाँ लिङ्गेपिङ पनि लगाइएको थिएछ। त्यतिखेर चाहिँ यो लिङ्गेपिङ खेल्न आउन यहाँ चाहिँ सकिएन। आफै हल्लिने चढ्नै हल्लिने। जमुलखाडीको वार पार गर्ने पुल निकै बलियो रहेछ। हेर्दाखेरि जति कमसल देखिए पनि अहिलेसम्म चाहिँ हिँड्न सकिँदो रहेछ। पोखरी मयूर जस्तो छ यार। सानो मयूर हो नि, कलरफुल हुने भर्खर सिउरा आउँदैछ। डाँफे पो हो कि क्या? ब्रडब्यान्ड बङ्के यहाँनिर हेर्नु। विमान अथवा बोइङ विमान भन्ने कि यसलाई ट्विनेटर विमान भन्ने। यहाँ चाहिँ नप्द्वारा अथवा यसको डेमो डमी भनौँ न, डमी डेमो राखिएको रहेछ। र पछाडि पृष्ठभूमिमा बाल उद्यान पनि देखिरहेका छौँ। साह्रै गर्नु गाह्रो छ हौ। फाइनली अब जमुलखाडीको समाप्त मनोरम दृश्यहरू पस्किने अन्त्य चरणमा आइसकेको छ। सो म चाहिँ अब बाहिर निस्किने तर्फमा छु। यो रुखहरू भएको स्थानमा चाहिँ केही शीतल महसुस गर्न सकिने रहेछ।
जोगलखाडीको एउटा हाइएस्ट पिक पोइन्ट यो फोटोग्राफीको लागि अथवा भिडियोग्राफीको लागि रहेछ है। निश्चय नै एउटा राम्रो